नमस्ते, म राजकुमार राजवंशी, बागसी गाउँपालिका वार्ड नम्बर 7। विगत 4 वर्षदेखि चाहिँ मैले यो एनएलडी बिना भितो ऋण खाँदै आइरहेको छु। यो एनएलडी बिना भितो हामी जस्तो साधारण एउटा व्यवसाय गरेर खाने मान्छेलाई बिना झन्झटिलो तरिकाले सही लगानी गर्नु हुँदो रहेछ। पहिलो 2 लाखबाट सुरु गरेको अहिले व्यवसाय सकेर अहिले तपाईँको आधा किराना त्यसपछि त्यसपछि प्लस सेवा पदार्थहरू पनि राखेको छु। त्यसपछि मैले 5 लाखको पनि लगानी लिएँ। अहिले सही तरिकाले मैले लगानी सुनिरहेको छु। अब सुन्नमा आएको छ 5 देखि 7 लाखको पनि लगानी हुन्छ भनेर। तर सही छ एनएलडीको चाहिँ यो बिना ढिटो बिना झन्झट यो सही तरिकाले चाहिँ लगानी गर्दोरहेछ एनएलडीले। यो लगानी गरेर अहिले हामीले स्कुल केटाकेटीहरूलाई पढाइ, आफ्नो व्यवसाय चलाइ, आफ्नो खर्च औषधि यता दुनियाँ गरेर पनि दिनको 2-3 हजार रुपियाँ चाहिँ हामीले सेभिङ गरेर चाहिँ एनएलडीको दैनिक अथवा मन्थली किस्ताहरू चाहिँ तिर्दै आएको छु। अन्तमा के भन्न चाहन्छु भने एनएलडीले जुन हामीलाई यो व्यवसायहरूलाई यसरी लगानी बिना भितो लगानी गरेको छ, सायद अरू झन्झटिलो धेरै छ, एनएलडीले राम्रो गरेको छ। यस हामीलाई सजिलो छ, हामीले यसोबाट व्यवसाय गरेर खाइरहेको छ।